हजुर दर्शन नमस्कार। म यतिखेर बसाइमा आज म आफ्नो जन्मभूमिको जङ्गलतिर छु। आफ्नो गाउँ पाखाबाट जङ्गलतिर बाख्रा गोठाला आएको छु। तपाईहरु देख्न सक्नुहुन्छ यता बाख्रा छन्, यता तपाईको भिर देख्नुहुन्छ। यो दैलेख जिल्लाको भिर हो, मेरो जन्मभूमिको भिर पाखा हो। तपाईहरु देख्न सक्नुहुन्छ यति गरी यो जङ्गल भिर पाखा हो। यसै गरेर तपाईले यहाँ देख्न सक्नुहुन्छ कुहिरो निकै नै लागिरहेको छ। यहाँ तलको लोहोरे नदी पनि भन्ने गर्दछौँ। हाम्रो यो लोहोरे नदी हो। तलको तपाईले यो कुहिरोले गर्दा खासै राम्रो देखेको छैन। पारीको गाउँ देख्न सक्नुहुन्छ तपाईले। यतापट्टि यो सिरानी गाउँ पनि हो, देख्न सक्नुहुन्छ। बाख्रा गइरहेको अवस्था छ। म यसरी आइरहेको छु। आज समय परिस्थितिले फेरि धेरै वर्षपछि म यसरी नै आफ्नो जन्मभूमिमा यसरी पहिलोचोटि यसरी जङ्गलमा बाख्रा गोठाला आएको यो मेरो बाल्यकालको जुन स्मरण आयो, मलाई सम्झना आयो बाल्यकालको अवस्थाको। धेरै पहिला म आजभन्दा धेरै वर्ष पहिला यसरी गोठाला आउने गर्दथे। यो हाम्रो ढडेन भन्ने गर्दछ। यसमा बाँकोहरू पाउँछ, बाँकोहरू बनाउने यो धेरै पहिलेदेखि नै यस्तै हो। तपाईहरुले यो भिड देख्न सक्नुहुन्छ, निकै कहाली लाग्दो भिड छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो भिड निकै कहाली लाग्दो भिड छ। यो भिड देख्न सक्नुहुन्छ। यसै गरेर तपाईले देखिरहनु भएको छ। यता तपाईलाई देखाउन गइरहेको छु यो तपाईको लोहोरे नदी। अहिले आज हिजो साँझ निकै नै पानी वर्षा भएको कारणले गर्दा यो निकै नै धमिलो भल आएको छ। सम्बत 82 साल वैशाखको म ठ्याक्कै वैशाखको 19 गतेको बिहानी समयमा छु। तपाईहरुले देख्न सक्नुहुन्छ यो 18 गते रातिको वर्षाले गर्दा निकै नै धमिलो पानी अर्थात् भल आएको छ भन्ने गरिन्छ। तपाईलाई देखाउन गइरहेको छु मैले। बिहानको समय भएको भएर तपाईलाई यहाँ कुहिरोले निकै नै ढाकिरहेको छ। तपाईले देख्न सक्नुहुन्छ। मलाई पनि देख्न सक्नुहुन्छ। यसै गरेर तपाईको पारीको गाउँ देख्न सक्नुहुन्छ। यता तपाईको खोरा गाउँ हो। यता कट्टी खोरा सबै भन्ने गर्दछन्। उता लाखुरी पर्छ। यता टाटा माखु, सानो माखु, ठुलो माखु सबै ठाउँ यता पारी बिन्दाबासिनी लगायत सम्पूर्ण काँडा माथि नौमुले सम्पूर्ण ठाउँ देखिने थियो। तर यो हजुरको अहिले यो मौसम निकै नै खराब जस्तै हो। हिजो साँझको पानीले गर्दा तपाईको भएको छ। तपाईलाई देखाउन गइरहेका छौँ। तपाईले देख्न सक्नुहुन्छ। धेरै सम्भवत म धेरै वर्ष पछाडि यसरी यस ठाउँमा आएको छु। सम्भवत जन्मभूमिमा म त आइरहन्छु, बेला बेला आइरहन्छु गइरहन्छु। तर यसरी अनुकूल टाइम यो बाख्रा गोठालाको आज मैले बाँसुली ल्याइन। बाँसुली ल्याएको भएको भए त म बजार सुनाउँथेँ तपाईलाई। म सम्भवत यसरी यो बाख्रा गोठाला जाने यो हेर्ने समय परिस्थिति मिल्ला भनेर मैले सोचेकै थिइनँ। आज मलाई यो भाग्य मिल्यो, यो सौभाग्य मिल्यो मलाई यस ठाउँमा, मेरो आफ्नो जन्मभूमिमा, यो पवित्र जन्मभूमिमा आएर, मेरो स्वर्गभन्दा प्यारो जन्मभूमिमा आएर यसरी नै गोठाला जाने, मेरो बाल्यकालको अवस्थालाई बिउजाउने एउटा मलाई चाहिँ एउटा समयले साथ दियो र म निकै नै खुसी छु। तपाईले देख्न सक्नुहुन्छ। त्यसकारणले गर्दा मैले आफ्नो जन्मभूमिको अवस्थामा आएर तपाईहरुलाई देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यो हाम्रो जङ्गल हो। जङ्गल मैले देखाउन गइरहेको छु। त्यसकारणले गर्दा समय परिस्थिति हेर्नुहोस्, यस ठाउँमा हामीले निकै नै उकाली ओह्राली गर्ने, घाँस दाउरा गर्ने ठाउँ हो। यो तपाईले देख्न सक्नुभएको सिरानी गाउँ हो। तपाईले देख्न सक्नुहुन्छ।